जय होस् टेलिभिजनमा स्वागत छ। नयाँ कार्यक्रममा आइसकेको छु म हरि बोहरा। श्रद्धालु भक्तजन, 2082 साल बोहरा बन्दको कुलपूजामा बृहत कार्यक्रम 21 र 22-23 गतिको बृहत कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भक्तजनको लामलस्कार यस्तो रहेको छ। तपाईँ सामु जस्ताको तस्तै देखाएँ। श्रद्धालु भक्तजन, पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पाल्नुभएका भक्तजनलाई हामीले योभन्दा पहिला भिडियोमा निमन्त्रणा गऱ्यौँ औषधि उपचार निःशुल्क गर्छौँ भनेर, अनि तन्त्र मन्त्र निःशुल्क दिन्छौँ भनेर हामीले निमन्त्रणा गऱ्यौँ। त्यति मात्रै होइन, बेलुका सुत्ती बेलामा दुखेको ठाउँमा औषधि लगाउन पनि हामी व्यवस्था गर्छौँ भन्यौँ र बिहान हजुरहरूलाई सम्पूर्णलाई भिगारको औषधि खुवाउँछौँ भनेर स्वयं म आफैले के गरेँ, निमन्त्रणा गरेँ। श्रद्धालु भक्तजन, हाम्रो निमन्त्रणालाई मानेर सम्पूर्ण मातापिता र सम्पूर्ण बुवा मम्मीहरू पनि, वृद्ध अवस्थाका बुवा मम्मी पनि जय होस् टेलिभिजनको नयाँ भवनमा यति ठुलो भिड दृश्यमा हामीले औषधि खुवाएको फुटेजहरू र बेलुका सन्ध्याकालमा म आफै बसेर जहाँ दुखेको छ, जहाँ नसा च्यापिएको छ, हड्डी खेको छ, औषधि लगाएको फुटेजहरू तपाईँ सामु जस्ताको तस्तै र प्रसाद खुवाएको फुटेज। बिरामीलाई हामीले यसरी व्यवस्था गऱ्यौँ हाम्रो आयोजक टिमले। विशेष गरेर 9 लाख बत्ती प्रज्वलनका दृश्यहरू तपाईँ सामु के भन्छन् त, पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आएका भक्तजन बुबा आमाको भनाइ यस्तो रहेको छ। यहाँ आएपछि चाहिँ एकदमै राम्रो लाग्यो मलाई, होइन? जुन सोचेको थिएँ त्योभन्दा चाहिँ अझै बढी के जुन चाहिँ उद्देश्य लिएर आएको थिएँ, होइन? मेरो समस्याहरू भयो। वृद्ध अवस्थाका बा आमाको भनाइ यस्तो रहेको छ। अन्त जाँदाखेरि अनि त 6 महिना नि बाँध दिनुहोस्, त्यहाँ घर बनाएर नबस् भनेको थियो। अनि म यही युट्युब हेरेर अनि म फोन टिपी कागजमा टिपेर अनि फोन गरेर अनि म यहाँ सुकेधारा आइपुगेँ। त्यहाँ सुकेधारा आइसकेपछि गुरुले म छु, धन्दा नमान्नुहोस्, ढुक्क हुनुहोस् भन्नुभयो। अनि उहाँले त्यो भनेपछि अनि म आउनु थालेको। अनि अहिले म 3 वर्ष, अब धनी पुण्य 4 वर्ष हुन्छ। मलाई एकदम राम्रो लाग्छ। अहिलेको युवाहरू पनि जय होस् टेलिभिजनको कार्यक्रम र बोहरा बन्दको कुलपूजामा कस्तो लाग्यो र कस्तो अनुभव भयो तपाईँ सामु। जस्तै अब कुलपूजाको विशेष त कार्यक्रमहरू भइरहेको छ, त्यसैको लागि चाहिँ नयाँ छुट्टै तरिकाले चाहिँ पूजा भइरहेको छ। त्यो कुराले चाहिँ रमाइलो लाग्यो। सजनबिन, यो रिपोर्ट तपाईँ सामु जस्ताको जस्तै राखिसकेपछि जय होस् टेलिभिजनबाट हड्डी खेका नसा च्यापेका बिरामीको भनाइ निरन्तर फलो गरि नै रहनेछु, कार्यक्रमहरूमा उपस्थित भइ नै रहनेछु र मेरा साथीभाइहरूलाई पनि आयुर्वेदिक दबाई खानुहोस्, जय होस् टिभीमा एकदम फलो गरेर साथी बन्नुहोस् र फेरि आउँदाखेरि म केही साथीहरू पनि लिएर आउने मेरो योजना पनि छ। कामनी छर्मी ढल्ने रोगको विशेष उपचार तपाईँ सामु फुटेजमा जस्ताको तस्तै देखाएपछि अन्य कार्यक्रम तपाईँ सामु लिएर आउँदैछु। सबैको जय होस्।